गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। म पनि सन्चै छु र हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। हामी चाहिँ उदय उज्जवल अनि नुमा त्यहाँ हुनुहुन्छ। हामी चाहिँ के लिन आएको भन्दा त थमेल मोमो हाउसमा अलिक ठुलो बोला न। थमेल मोमो हाउसमा मोमो प्लस चाउमिन लिन आएको छु होइन। टक्कसँग धरानको थमेल मोमो हाउस भन्ने सबले चिन्छ, तपाईँहरू आइराख्नु भएको छ, थाहा नै छ होला होइन। अनि यता मैले बोल्नुपर्छ पर्छ के भन्नु। अब धरानमा थमेल मोमो हाउस भनेर नचिन्ने कहीँ छैन होला सायद। हरेकलाई सोध्नुहोस्, सबैले चिन्छ। त्यहीँ आज हामी मोमो चाउमिन लिन आएको छौँ। अब हामी जानु आँटेको छौँ कहाँ? हामी कहाँ जान आँटेको छौँ भनेपछि कहाँ राजसताल जान आँटेको छौँ। अनि सबै म्यानेज भइसक्यो। एउटा हेलमेट, दुईवटा हेलमेट, तिनवटा हेलमेट उसको। अनि हामी चाहिँ जानु आँटेको त्यही हो। अहिले बिचमा के हुन्छ देखाउने छौँ हामी। फेरि चाबी पनि फ्लेक छानिदिइहाल्यो। अर्कोले फेरि ड्रिपी तरिकाले यस्तो होइन क्या। बुलेट चलाउनुको मजा बेग्लै छ। हो नि बुलेट। म चाहिँ यहाँ बरफ खान लागेको। तो गाइस हामी चाहिँ अहिले हरियाली आइसक्यौँ। अब यहाँनिर दुईजना, उहाँनिर दुईजना, अनि यहाँ दाई अनि म छौँ। अब मेरो चाहिँ भाइजर यसरी खोल्नुपर्छ अनि लाउँदा यसरी लाउनुपर्छ। अब यो चाहिँ हरियाली भइहाल्यो। हामी यो बाटो जाने हो सिधै। हामीमा बाटो त चिक्ना छ त है। अब यहाँबाट बाटो पनि थाहा छैन हामीलाई है, कसरी पुगिन्छ भनेर। अब चाहिँ हो, अब त चिनिहाल्यो नि, मारो नि ल। सो यो अब बाटो साटो थाहा छैन। 1 2 3 हामी चाहिँ अब ओभरटेक हान्नु गएको छौँ। म मुद्नु गएको थिएँ। दाइले त यहाँनिर भिडियो दाइले भिडियो बनाइदिइराख्नु भएको रहेछ। दुईजना चाहिँ अगाडि गइसक्यो। हजुर म त पागल भएर राजसताल यही हो भनेर यार। यही हो नि होइन? आम्मा कस्तो ब्युटिफुल पानी, आम्मा वरिपरि छ त पानी त। नि कस्तो लाग्यो? यता हो। मलाई पनि राम्रो छ, एकदम राम्रो लाग्यो होइन। तर हात चाहिँ डह्रो जाने रहेछ साधन चलाउँदा। प्लस फेरि यस्तो यो पानी हेर्दा त आम्मा पौडी खेल्यौँ त गार्डन हो क्या यार। तर के गर्नु, मच्छर पनि भाग्दो रहेछ। पानी त डेन्जर रहेछ। दाइ कस्तो लाग्यो? राम्रो लाग्यो। त्यो बुढो नभएको चाहिँ तिमीलाई भिजाइदिने प्लान थियो क्या। भिजाइदिने प्लान थियो क्या हाम्रो यहाँनिर। अस्ति दाइलाई झन्डै 3 टाढाबाट झारिदिएको छु मैले। सबैजना फोटो खिच्ने ठाउँ यो रहेछ है। यही हो क्या सबैजना। जाठ्या मैले पनि निकाल्दिनँ भने नि पऱ्यो, फोटो स्टोरीमा जान्छ। कस्तो लाग्यो निमा? राम्रो। भाउजूलाई दाइले त झन् ब्युटिफुल लाग्यो होला नि यस्तो देखेर। लन्डनमा यस्तो हुँदैन होला। पिस रहेछ। यता चाहिँ दामी रहेछ क्या है। 1 पिस। अरे यता त झन् यहाँ छ माल पानी। लुगा पनि छ। अघि पार्कमा हान्दै थियो क्या साथी। हामी यहाँ माथि अझै कता कता पो जानु छ। एकछिनमा खिच्दा भइहाल्छ नि। त्यहाँसम्म जानु नि, केही हिँडेर जानु अरे। यहाँ छ नि माल पानी त। बग त यो चाहिँ किन किनेको? काम मोमो चाउमिन मैले लिएको जानु सकिँदैन छैन हैन। हेप्नु भयो त हौ मलाई त। झोला ग्याङ म्याच भैँसी ग्याङ म्याच। तिमीले भिडियो गरिसकेको थियौ रिएक्सन दिँदाखेरि? ठिकै छ। उयो पानी परेको? ए होइन रहेछ। ए अहिलेसम्म सुनेको छु। जाउँ न। स्वार स्वार भइरहेको हुन्छ सल्लाहको। उज्जवलको भविष्यको छोरा चाहिँ भेट्यो है हामीले। उज्जवलको भविष्यको छोरा ऊ उजेली। उदय भनेको यार। उजेली हो उजेली।
दाइले पो ट्रोल हाल्न थाल्यो त उजेली गर्छ अरे उसले भनेको उजेली भनेपछि रिपिट गरेको के खोजेको घर बनाइदिएको नि कुकुरलाई कुकुरको खुट्टा पनि पस्दैन त्यहाँनिर सो त्यही हो अब यतै बसौँ न ये देख के मेरो दिल गार्डन गार्डन हो बबाले छ ऊ माथि दामी फुल रहेछ हेर्नु त माथि ए त्यो रातो रातो अहिले त्यसमा पनि फोटो खिच्नुपर्छ सो त्यही हो केटाहरू अब यस्तै छ र अब चाहिँ हाम्रो सानो ट्रिट हुन आँटेको छ होइन आएको छौँ होइन अब टक्कसँगले सो हामी चाहिँ रासा तल आइपुगेर पनि फोटो खिच्दैछौँ यहाँनिर फोटो खिच्नु हुँदैछ यता क्यामेरा मेन यता यस्तो 360ले क्यामेरा मेन यतानिर चाहिँ गीत रेकर्ड हुँदैछ सो बबाल यहाँ पनि आम्मा प्लिज हामी अझै यो फुल टिप्न पायो है दाइ बबाल हुन्थ्यो नाउ चढ्ने ठाउँ त देखेको थियो तर कहाँनिर हो नाउ चढ्ने ठाउँ नै थाहा भएन ऊ अर्को के खोजेको तिमीले के खोजेको सुन ल्या पाएन साथीहरू गर्लफ्रेन्ड छ भने खोजिदिनु होला उनीहरूलाई कहाँ हरायो त यतै हराएको थियो खोइ यता जस्तो लाग्छ है यो त होइन नि यो त होइन नि ला गर्लफ्रेन्ड लगेको रहेछ यतै होला भनेपछि यतै होला यता गएको होला कि मेरो गर्लफ्रेन्ड ओ बढेर यत्रो पो भएछ ल यही हो रहेछ फुल पनि फुलिसकेको जस्तो छ आई लभ यु बेबी तर खोजे बेहुली आउँदैछ स्वागत गर्नु पर्दैन बेहुली 3 वर्ष कि बेहुली छोराछोरी त यही हो खोइ कि गोरी गोरी थियो यसलाई मैले पहिले नै भने अर्कोसँग नजान कालो हुन्छ घाममा कुदेर कुदेर काली हुँदैन तिमी कतिवटा बच्चा बेचिसक्यौ तीनटा चारटा कस्तो भइरहेछ कति राम्रो आउँछ राम्रो राम्रो बाहुबली के गरेको धर 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 पटु तान ओइ भोगेछौँ हामी भोगेछौँ के गरेको जे सोचे यता के हो यो मोज गर्यो है खुसी लाग्यो अरूलाई रुवाएर हाँस्छस् अरूलाई रुवाएर साथीहरू ठिक छ साथी खाजा त खाइदियो लुटाइदिएछ हाम्रो सजिलोको हामीले चाहिँ खाँदै थियौँ ब्लग बनाउनु पर्छ भनेर चाहिँ मैले सोचेको पनि थिइनँ अनि यसरी छ अहिले बिजोक चाहिँ सबै चिज ल्यायो तर मात्र एउटा ल्याएन चम्ची काँटावाला अनि यता पनि एक्सपिरियन्स कस्तो हुँदैन चम्ची त्यही हो हामी खाँदै यसले हेर्दै यसलाई पनि दिउँ न हौ तर नदिउँ अघि 40 रुपैयाँ सो गाइज हामी चाहिँ खानापिना भइसकेर सबै घुमेर पनि देखाउनु पाइनँ अलिकति त्यस्तै भएर हामी चाहिँ घर निक्लिसकेको रासातालबाट अब यस्तै रहेछ खासै राम्रो त रहेनछ भिडियोमा हेरेँ यस्तो सोचेँ यस्तो अब हामी हिँडेको खै कहाँ जानु भयो भाउजू ए ल बस्नु न ल जाउँ ल गयो बाटो ल आउ न तिमीहरू आउ न म भिडियो गर्छु क्या आउ न हामी चाहिँ घर निक्लिसकेको छौँ अगाडि छ अलिक पछाडि आउँदै होला कतातिर अब अगाडि हिँडेछ बिस्तारै बिस्तारै सो हामी चाहिँ अब घर भन्दा नि अब कहाँ गइन्छ त्यो थाहा छैन यस जान चाहिँ गइन्छ है कहीँ अब घर पुगेर खै कहीँ जाने भन्ने प्लान छ फेरि अब जानु पऱ्यो नि त आज एक दिन त रमाइलो गरौँ भनेर सोचेको अब के हुन्छ कता जाने भनेर अलिक फिक्स भएको छैन हौ गाइज हामी चाहिँ अहिले जङ्गलबाट निक्लिएको मुतेर उदय पर मुत्दैछ ओइ उदय फटा अनि त्यसपछि हामी चाहिँ मैले स्कुटी स्ट्यान्ड पनि लगाइदिएको छुइनँ स्ट्यान्ड लगाएको छु त्यहाँ हेर न
म्याजिक भाउजू कस्तो भइरहेछ मजा आइरहेछ उजाले चाहिँ पछारेर अघि थाहा छ नि 3-4 चोटि मेरो जस्तो हुनु माने झन् अघि कस्तरी उदाले ठोकाइदिएको छ नगर न कस्तो भयो सो गाइज हामी चाहिँ अहिले कहाँदेखिको नि रासातालदेखिको इटरीदेखिको हामी माथि गोर्खा पार्क विष्णुपादुका जाँदैछौँ हामी यति भर्खर दामी भयो रोडमा अब चाहिँ यति चाहिँ दाइ भ्लग गर्दै जानुपर्छ है ठ्याक्क अघि दामी छ नि है यहाँदेखिको कति छ अब है अलिकति धेरै छैन अब छैन धेरै 1.5 घन्टा छैन होइन त्यो होइन अब केही भएन नि होइन के भयो तिम्रो स्कुटीको पिकअप लिएन अनि त्यो ख्यार बचाउ म त त्यही भएर बढा नै छोडिदिएको त्यो इन्जिन तातिएको हो क्या के हुँदैन त्यो साथीले जुगाड चाहिँ राम्रो गरेको छ अनि लास्ट ल्याङ 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 हुन्छ नि नानी तिम्रो नाम के हो एरिक ए यकिन हामी चाहिँ पुग्न आँटेको छौँ गाइस केही हुँदैन गोर्खा पार्क फाइनली अब भन के भन्नुपर्ने छ सो बाटो यस्तै हो काडाङगुलुङ दाइले भन्नु जस्तो छिराइदिउँ है दाइ किन छिराउनु नछिराउनु नि हामी ल दाइ भयो आजको हाम्रो डेस्टिनेसन यही हो यता पार्क गर्ने होइन यता पार्क गर्ने होइन माथि नै मिल्छ त माथि नै हात्तीको छेउमा हुन्छ त हो जाउँ न त कता घुसाइगयो लड्यो नि दाइ जाउँ हामी चाहिँ यति हो राइडर 1 जना 2 जना यता 2 जना एन्ड फाइनलमा चाहिँ म छु है जाउँ दाइ ल कालो म त ह्याप्पी ड्राइभर हो नि दाइ खोइ निस्किन्छु है बाटो बिर्सियो भैया हाम्रो बाटो बिर्सियो के भइसकेको छ हाम्रो गोर्खा पार्क ब्रिटिस गोर्खा मेमोरियल पार्क हात्तीको त 7वटा खुट्टा छ नि खोइ कसले बनाएको त्यो आर्टिस्टले सानो भयो अलिक सानो हो किनभने हात्तीको त ठुलो हुन्छ नि त 5 फिट 7 इन्च आमा 5 फिट 7 इन्च हो हात्तीको 5वटा खुट्टा गाई छ कति फिट हुन्छ अरे 5 फिट जस्ट एभरेज साइज 5 फिट हुन्छ दाइले पनि मजाक गर्नुहुन्छ सो हामी चाहिँ एन्ट्री हान्दैछौँ यहाँ गोर्खा पार्कभित्र खै केटाहरू आइपुगेन लड्यो जस्तो छ कालिम्पोङ माथि भाउजू छिर्नुहुँदैछ म छिर्दैछु यहाँनिर अलिकति पावर ब्याङ्कले गर्दाखेरि चार्ज नभएर गाह्रो परिरहेछ नि सबै ठिकै छ यता फोटो सेसन चल्दैछ हाम्रो चाहिँ ठ्याक्क एन्ट्री भयो आमा बाबाले भन्यो ठिक छ यहाँ पानी भएको भए चाहिँ अझै राम्रो हुन्थ्यो जस्तो लाग्यो क्या है भाउजू टाल्पो लुक्स दियो त यार अर्कै लुक्स दियो आमा सिनेमेटिक अनि यता हाम्रो तीर्थ दाइ अझै आमा दियो नि हौ ओ केटा हो खै छैन केही पनि यहाँ केही भनिदेऊ नि त कस्तो मलाई राइफलले निकालेर हान्छु मलाई दिनुलाई एकैछिन ए राइफलले तानेको म त अर्कै तानेको जस्तो लाग्यो नदिनु नदिने अरे आम्मा फेरि मासतिर बसेर हो अहिले मासतिर आएर फेरि ल सबैलाई बराबरै आइगयो आएन मलाई धेरै भयो सबैभन्दा धेरै मलाई छ उनीहरूको हातमा पनि छ नि त
सक्यो तिमीसँग मात्रै भएन तिमी खौलाइदिए क्या अहिले पो झल याद आयो कुकको अगाडि गइसक्यो एकजना चाहिँ हामी चाहिँ यहाँ छौँ अब पार्कलाई पनि बिदाई कार्यक्रम गरेर हामी निक्लिसक्यौँ ल दाइ बाई गरिदिनु अब हामी बाटोमा बिस्तारै भेट्दै गर्नेछौँ ओके ल बाई बाई अहिलेलाई चाहिँ